के जाने औडा जाप्दिएको नि भाउजू नमस्ते ल धेरै वर्ष हामी सँगै काम गरेको होइन दाइ दाइ र हामी चाहिँ 5-7 वर्ष है सँगै बस्यौँ के ल्यायो छेत्रीको छोराले जे खान्छ केदार दाई यहाँ बस्नु भएको छ हेलो हाई नमस्ते नमस्कार यार सबैजनालाई म चाहिँ अहिले सुकेधारा चोकमा छु हाम्रो केदार दाई र समिता भाउजू आउनु हुँदैछ अरे सो त्यसको लागि भेटघाटको लागि आज होइन अघि भिडियो खिच्नु पाइनँ सो यहाँ चाहिँ अब केदार दाई र हाम्रो समिता भाउजू चाहिँ यहाँ सुकेधारा चोकमा आउनु भएको छ भन्ने सुनेको छु होइन त्यही भएर म चाहिँ अघि भिडियो खिच्न पाइनँ अहिले चाहिँ ठ्याक्कै यहाँ आइपुगिसकेको छु अब भेटघाट गरेर हामी चाहिँ उता आशिका भए ठाउँमा जानेछौँ सो मजाले भिडियो खिच्न चाहिँ पाएको छैन ओके हेर्दै गर्नु होला है साथीहरू सबैजनाले हेलो हेलो दाई के जाने कति भर्खर आइपुग्नु भयो भर्खर आइपुग्नु भयो ए यहाँ अलिकति भित्र थियो क्या होइन त्यो डिलक्सको त्यो काम गरेको ठाउँमा राजीनामा दिनुपर्ने र नि त्यहाँ गएको थिएँ हो ल दाइ जाउँ अलिकति अगाडि गर यता कपन निलो पुल जाने छ नि त्यतापट्टि लाग्नु ल निलो पुल यस्तो छ नि गार्डन हेलो दाइ औडा जाप्दिएको नि भाउजू नमस्ते ल जाउँ न त अब यस्तो यता दाइ आशिका राईजीको यता हो आशिका राईजी यहाँ हुनुहुन्छ होइन टक्क अब भित्रै जाउँ हामी कता छ नि हेलो म्याम कता भित्रै बसौँ कता छ अलिक बस्नु कता अलि मजाले बसौँ न शान्त ए यहाँ रहेछ नि है ए यता त ऊ रहेछ पल्लोमा जाउँ त पल्लोमा नि होला ए ठिक छ आए हामी चाहिँ अब आशिका राईजीकोमा पुरा आज भर्खर भर्खर खुलेर ताजा समिता भाउजू कहिले फर्किनुहुन्छ के खाने दाइ के छ त नि आशिकाजीको हाल खबर ए ल आशिकाजीले आशिकाजीको ठिक छ नि है काम र उता अस्ति बर्गर हाउसमा गर्थ्यो कि भनेको अस्ति नै फेरि खै के भन्छ झ्याउरो छ यस्तो काम टाइमै नहुने है आफ्नो क्यापुचिनो खानु प्रोजेक्ट म के खाने म त खै के खानु दाइ के रहेछ तपाईँहरू जे खानुहुन्छ त्यही खाउनु त्यो गीत बन्दहरू लाउन बरु हजुर हुन्छ दाइ गीत बन्दहरू लाउनु के रहेछ दाइ के खानु नि भयो पोर्क आइटममा खाइदिनु के हो राईको छोरो परि ल दबाई पोर्क खानु म चिकन आइटम खान्छु नि त चिकन के खाने त तिमी चिकन साँधेको चिकन फ्राई अरू के रहेछ
चिकन चिल्ली भयो नि हुन्छ चिकन चिल्ली एउटा भएन अनि पोर्कको पनि भर्खरै त पोर्क चिल्ली होइन पोर्क डामेको कस्तो हुन्छ पोर्क डामेको पोर्क उसमा गरौँ न त पोर्क डामेको कस्तो हुन्छ यस्तो डामेको होला सनराइज स्पेसल चाहिँ के रहेछ केही छैन त्यही उयो नै होला कि त मैले गर्नु चिकन चाउमिन एउटा गर्नु होइन अनि चिकन चिल्ली एउटा अनि के छ पोर्क डामेको गर्नु पोर्क डामेको चाख्ने जस्तो डामेको ड्रिङ्क के गर्ने ड्रिङ्क के छ त कालो आयो यार तिमी कालो हो कि मोबाइल त्यस्तो हो एन्टी गऱ्यो यसले आयो हामीलाई चाहिँ टक्क बियर एप्पल साइडर होइन मासु आउँछ चट्ट ट्याक्क यस्तै छ साथीहरू के गर्नु हामी केदार दाई हामी चाहिँ अब लगभग पुरानो धेरै वर्ष हामी सँगै काम गरेको होइन दाइ दाइ र हामी चाहिँ 5-7 वर्ष है सँगै बस्यो अनि पछिल्लो समय 2-3 वर्ष बाद हामी चाहिँ अब अलिकति टाढा भएको जस भौतिक हिसाबले टाढा भयो नि अनि मनबाट नजिक छौँ त्यही छ एकदम अनि यो क्षेत्रमा अब म पनि अब चलचित्र क्षेत्रमा चासो राख्ने मान्छे दाइ पनि हामी धेरै चलचित्र क्षेत्रमा पनि काम गर्यो एडिटिङदेखि लिएर क्यामेराको धेरै कुराहरू दाइले मलाई सिकाउनु भएको छ दाइबाट धेरै कुरा पनि सिकेको छु मैले होइन केदार दाइबाट पहिले त दाइले फिल्म एडिटिङ गर्नु मैले अब त्यस्तै छ सो आज भेट भएको छ मलाई चाहिँ धेरै खुसी लागेको छ धेरैभन्दा धेरै काठमाडौँ आउनु भएको छ दाइहरू नि हामी अब काठमाडौँतिर यसो हल्का फुल्का सास बेला सास पाल्दैथ्यौँ हजुर त्यस्तै छ होइन भाउजू के छ भाउजूको किन सुत्नु भयो नि क्या बेलुका ए दामी भनेको मैले यसो बुझेँ त्यो नि राम्रै हो है ठिक छ नि दाइ अब फिल्म सिल्म नगर्ने दाजु फिल्मतिर के छ अहिले छैन है बिस्तारै गर्नुपर्छ म जापान जान्छु बिस्तारै गरौँ न दाजुभाइ मिलेर हिरो चाहिँ मलाई खेलाउनु नि भन्नेहरू अब त बुढो हुन्छ तर दाइको राम्रो छ लेखन डाइरेक्सन मजाले गर्नुहुन्छ क्या थुप्रो काम पो गरेँ दाइ हामी मैले धेरै कुरा सिकेको छु दाइबाट जे होस् जापान गएर बस्छु 1-2 वर्ष दाइ दिलीप हवाले उतै छ नि त हवाल ब्रदर कमाउँदैछ कन्सल्टेन्सीहरू खोलेछ के छ केटाले हालिरहेछ अनि अस्ति कलेक्सन भएको थियो आउ यतै आउनु छ यहाँ ओसाकातिर त्यसो गर्नुपर्छ जस्तै भोजपुर खोटाङ भने जस्तो होला नि त है खलडुङ्गा लाग्छ अब म जापानिज भाषा ट्राई हान्दैछु क्या साथीहरू ट्यालेन्ट छ नि मान्छे दाइ पिउनु न चिसोमा मासु आउँदैछ ओके दिस एप्पल साइडर सोम्सबेरी कस्तो भएछ है घाम लागिरहेछ कि गर्मी यो तातेर खानु मन लागेर जाडो मात्रै खानु मन खासै खानुहुन्न त अहिले सोम्सबेरी एप्पल साइडर दामी हुन्छ यो खानु भाउजू खानु तपाईँको फर्स्टमा भनेको नि त किन सस खानुहुन्न सस म पनि खास खाँदिनँ चौस ए
कस्तो छ टेस्ट गर्नु न सनराइज गार्डनको मिठो रहेछ भाउजू हजुर गहिरो रहेछ है हेर्दा अलिकति जस्तो है गहिरो रहेछ सजिलो त्यसो भर्दैन नि भुइँमा चाउमिन फेरि हो यस्तो मोटो मोटो चाहिँ मिठो हुन्छ क्या त्यो अर्को मसिनो त टेस्टै हुँदैन है हल्लो किन दाइ चाहिँ भिडियो गर्दै आउनु भएन हजुर कि आज ए बिहान खिच्नु भयो लक्ष्मी ब्याङ्क खोलिराखेको ए बन्द गरेर पनि दिएन नि त ए अनि त्यो मोबाइल ब्याङ्किङ भए पनि गर्थ्यो अस्ति मेसेज आउँछ भने ए त्यतातिर काम थियो लक्ष्मी ब्याङ्क हो अनि त्यहाँबाट मासतिर अरू काम थियो अफिसियल कामहरू ए अनि त्यही भएर भिडियो बनाएन त्यस्तोमा जान्छ कि भिडियो बनाइरहेको खासै इन्ट्रेस्टिङ कन्टेन्ट पनि होइन हजुर हो कस्तो रमाइलो गरेर टिभीसँग भेट हुन्छ खासै थिएन नि त हो अनि अचानक भयो नि त फेरि मैले अघि 11-12 बजे एसएमएस गरेँ म नि यता आएको थिएँ न कता हुनुहुन्छ भनेर क्या हो अस्ति चाहिँ आउने भनेको अस्ति नै त्यही त बनाउनु जानु भएको छ होइन फेरि अर्कोचोटि बनाउनु दिनभरि लाग्यो मजाले बनाउँछ त्यो ब्रेकै मजाले बाइक चलाउनु गाह्रो छैन त्यत्रो आयो है सबै फेर्नु पर्यो मेरो त अस्ति हालेको रहेछ आशिकाले मोबाइल ल्याएर डेटा चलाइरहेको त्यो डेटा उ लिनुभयो होला नि त मन्थली हो मन्थली होइन हप्ताको छु ए तातो पानी आशिका हेलो आशिका आशिका ए आउँदै रहेछ यतै हाम्रो नि आए जस्तो छ टन्नै हात खाइसकिन्छ त यत्रो के ल्यायो हौ तातो पानी ल्याइदियो अरे भाउजूलाई छेत्रीलाई यो छेत्रीलाई यो चिकन चिल्ली हो छेत्री केटालाई ए छेत्री ए राईको छोरालाई छेत्रीकोलाई यता गदाइ लिनु न कस्तो छ है सुँगुर नखाएको धेरै भयो म त दामी छ म त 2 वर्ष जति भयो सुँगुर नखाएको दाइरे मैले एकचोटि पोलेर खाथ्यौँ है 1 किलो ल्याएको नपुगेर 2जनालाई त्यति बेला है होइन अलि ल्याउनु पर्ने छ भाइ भन्नुहुँदै थियो पछि दाइ चाहिँ अलि रहेन तातो के छ अनि कस्तो छ काम ठिक छ ए ल दाइ त लिइहाल्छु म 2जना मात्रै थियौँ त्यति बेला है या चिकन चिल्ली छेत्रीको छोराले जे खान्छ बफसे पहिला खान्थेँ म के अरे पोर्कहरू अलि सन्चो नभएर दामी रहेछ कस्तो छ दामी चेक गर्नु टेस्ट गर्नु
चिल्ली कस्तो हुँदो रहेछ चिकन चिल्ली ठिक छ होइन मिठो रहेछ नि खानेकुरा यस्तो हो क्या ठाउँले होइन कि मिठो कुक हो नि के ठाउँ भयो भने कुक चेन्ज भयो भने फेरि टेस्टै फरक हुन्छ बनाउने मान्छे धेरै फरक हुन्छ नि है साथीसँग गफ गर्दै बस्नुपर्छ कि इन्भाइरोमेन्टले बाहिर जाडोमा त त्यता ठिक हुन्छ नि खाइँदैछ साथीहरू हामी चाहिँ मजाले हेर्दै गर्नुहोस् न के भयो भर्खरै भात खाएर हिँडेको त्यही भएर धमाधम दिनुहुँदैछ दाइले बस्नु मजा गरेर अरू कतिवटा च्यानल मनलाई चाहिँ सबैले भाउजूले बुझ्नुहुन्छ बुझ्नुहुन्छ नि अब त बोल्नुहुन्छ होला अलिअलि त खासै फर्काउनु चाहिँ आउँदैन बुझ्नु थियो मुखमा आउँदैन नि हामीले त्यो इङ्ग्लिसहरू त्यस्तै बुझ्ने इङ्ग्लिस छ भने फर्काउनु खोज्यो भने यहाँ अड्किन्छ नि कति बज्यो दामी छ खानु न हजुर तातो होला अलिअलि जान्छ टुपिङमा पक्र न पोल्दैनौ चिकन फ्राई भन्छ नि फ्राई चिकन फ्राई आहा दामी छ अरे ए साथीहरू हामीले खाँदैछ है हेर्नुहोस् है जमानाको खतरा चलेर बिहार्यो कपिराइट आउँला नि कपिराइटले फेरि केटालाई बल्ल बल्ल दाइसँग भेटेको भिडियो त बर्बाद भएछ अन्त नि चिल्लो जान्छ कि जाँदैन होला जान्छ भाउजू कहाँबाट आयो चुहिएको जान्छ होला जान्छ नभए हल्का पेट्रोल लाएर यसो यसो गर्नुपर्छ कि मिठो रहेछ है जेस गिजार पुरा पिन्छ फेरि झऱ्यो क्या भाउजू कतिखेर चाहिँ फोन गरेछ अनिसले
केदार दाई यहाँ बस्नु भएको छ अब हामी गार्डनमा निस्क्यौँ फेरि गार्डनमा अब यहाँ चाहिँ आनन्द रहेछ आनन्द छ नि अघि यहाँ घाम थियो र उता भित्र छिरेको हजुर दामी कफी खाँदै बस्ने क्या यहाँ है दामी छ यसो चट्ट हो यस्तै छ साथीहरू अब भिडियो हेर्दै गर्नुहोस् आजलाई लगभग हाम्रो यति नै गरौँ होला यति नै हो होइन ओके हेर्दै गर्नु साथीहरू सबैजनालाई धन्यवाद हामीलाई माया गरिदिनु होला होइन दाइ मलाई माया गरिदिनु एकदम आशिका राई कार्की युट्युब च्यानललाई केही छ सब्सक्राइब गरिदिनु होला है त ओके बाई बाई